त्यो धुवा सबै तान्छ र धुवा तानिसकेपछि आरी नै उठाएर माथि राख्नु न आरी चाहिँ अब यसलाई चाहिँ बिस्तारै छोडिदिनुपर्छ 1-2 मिनटमा यो पानी आफै सबै छुइन्छ र यो ठ्याक्कै एउटा चुरोट सकिन्छ अब यहाँनिर हामीले अलिक माथि आधी मात्रै सक्यो चुरोट है अब यो लेभलको धुवा यहाँ छ भनेपछि अझै यो खायो भने त योभन्दा अझै के हुन्छ यो गाढा हुन्छ यो हामीले जस्ट एउटा उसको देखाउनको लागि अब यो निकालिदिने तर यो पुरै सकिन्छ यो अलिकति यो गोलो चाहिँ यहाँ अलिक तल पर्थ्यो अब यो मानौ यो एकजनाले एउटा चाहिँ खाइसकेपछि अब यो टिस्यु पेपर लिनुपर्छ सेतो हाम्रो ठ्याक्कै फोक्सोको परिकल्पना गरेर फोक्सो यति नाजुक हुन्छ नरम हुन्छ भनेर यो राख्यो अब यहाँबाट यसो फुक्नु पर्यो खाने चाहिँ होइन शुद्ध अब यहाँ हेर्नुहोस् यहाँ अझै धुवा बाँकी नै छ अब यति धुवाले हाम्रो फोक्सोलाई यस्तो दाग लाग्छ फोक्सो हाम्रो यति नरम हुन्छ र यो आधी चुरोटको हजुर यो पुरै